गाइज आज हामी घाँस काट्न आएको अङ्कल यो के भन्छन् बुटा चढ्न खति म चढ्न खोजेको त चढ्नै सकेन यता हेर्नुहोस् आँप फल्दै छन् आँप खान आउनु होला पाकेपछि अझै त काँचै छन् सानसाना छन् हाम्रो भाउजू हुनुहुन्छ घाँस काट्न थाल्न छ मुठो नि पुर्याउन छ ती चिउरी पाक्न थाले चिउरी हल्लाएर खान आउनु होला भुटुक पाकिसके भुटुक खान आउनु होला आहा भुटुकको बुटो चिन्नुहुन्छ कि नै आएपछि चिनजान गराइदिउँला भुटुकसित नि हाम्रो अङ्कलले घाँस काट्न भुटुकसित हाम्रो भाउजू मुठो राखेर हिँड्न माथि भारी माथि डोका छ त्यहाँ भारी नपुगेर मुठो लिएर जान आँपका बुट यो आँप त खासै फले होइन त आँप चाहिँ फले ल हेर्नुहोस् हाम्रो अङ्कल त्यस्ता टुप्पामा चढ्नुहुन्छ छप्प छप्प काट्न कति सेकेन्डको बनाउने हो आउनुहोस् भाउजू भिडियो बनाउन गाइज भन्दै बोल्दै आँप खान जाने होला खर तल गाइज पुग्दैन यतिले नि भारी पुग्दैन गरुङ हुन्छ कि आँपको बुट्टातिर आँप खाने भए आउन होला केटाकेटीले सलिपिरल सोरे खान् हो आँप खान आए रहेछन् आँप फले खान गाइज आउनुहोस् खाना बुटा चढ्न सकिन्न हेर्नुहोस् भुइँमा बसेर हेर्ने हो टुप्लुक्क टुप्लुक्क हाम्रो घरतिर एउटा पारी भनेको सिन कति राम्रो छ घुम्न लाउन होला हरियाली जताततै वा छक्क अङ्कल त माथि टुप्पा पुग्न आइछ भाउजूले उहाँ मुखमा सारिराख्न शीतल खाना आउनलाई खाला छ उठाल्ने छन् भयो अङ्कल हुन्छ गरौँ हुन्छ र घरलाई दाउरा हुन्छन् कि दाउरीसित चोरिदिन्छ नि यहाँ सुकेपछि माथिका टुप्पा उसित कि आइज टिकटक बनाएर रेडी आऊ टिकटक बनाउन आइज किन हो के गर्न खाऊ गोरु लिएर खाऊ गोरु ल आइज सँगै जाम कता जाने घर अङ्कल झर्न थाल्न भाउजू घाँसे मल लाउन उहाँ र अङ्कल उहाँ झर्दै हुनुहुन्छ उहाँ फुटुक पाके खान्ती यताबाट त खासै देखिँदैछन् रहन्छन् एक दुईवटा मात्र देखिँदैछन् नलजाऊ नलजाऊ उहाँ बुटुक टिपाउ त जाऊ त हामीलाई सानो ग्याङ आऊ बुटुक खानलाई दस मिनटको भइसक्यो 1 मिनट सुरुबाट फेरि अर्को बुटुक्क बुट्टा चढ्न गए नलुटे है अर्कै मैया आइन् नमस्ते के छ सन्चै त्यो पाइतर लगाइदेऊ न भन्दै डुबाएर थियो त
हामी हाल्यो बल्ल बल्ल आफूको टिप्नी कति आऊ त सक्छ मान्छे त्यो त मलाई पनि है अलि बुटा गरे छैन भन्छ यो कुकुरले टोक्छ कति राम्रो सिना अङ्कल स्टोरी भुटुक खानी जस्तो रहन्छ रातो हो त्यति मुनिबाट छ हेर्दा कान्छ रातो खालको खाल्दा यो अलि भएन कि भएन इन्डियामा भुटुकलाई 1 लाख पर्छ एउटा हो र 1 लाख पर्छ साथीले भन्थे अङ्कललाई दे त्यो पनि त्यस्तै छ यो छैन कोही अवस्था यो अलि राम्रो जस्तो खानी हेर पस्यो के हुन्छ अलि पाकेका चाहिँ मिठो